सेवारो दर्शन नमस्ते म रामकुमार सिंह थिबे। आज यो मेरो च्यानल जुन चाहिँ मेडिटेसनको दोस्रो भाग लिएर उपस्थित भएको छु र पहिलो भाग हजुरलाई कस्तो लाग्यो? पहिलो भाग राम्रै लाग्यो होला, मलाई जहाँसम्म आशा छ। र पहिलो भागमा मैले हजुरहरूलाई साससँग खेल्ने अथवा मेडिटेसन गर्नेको उद्देश्य के हो र आसन कसरी तयारी गर्नुपर्छ र साससँग खेल्दाखेरि कसरी खेल्नुपर्छ र मनलाई एकाग्रता कसरी गर्नुपर्छ भन्ने विषयमा चाहिँ मैले हजुरहरूलाई सिकाएको थिएँ भने अब यो दोस्रो एपिसोडमा चाहिँ जुन चाहिँ सास लिने छोड्ने नाकको कुन चाहिँ दुलोबाट सास भित्र जाँदैछ र बाहिर आउँदैछ सेन्सेसन थाहा पाउनु अथवा जुन चाहिँ सेन्सेसन थाहा पाउनु पर्ने थियो त्यो विषयलाई हजुरले कहाँ पुर्याउनु भयो त्यो आफ्नै बाटोमा छ। जबसम्म त्यो संवेदना थाहा पाउनुहुन्न तबसम्म तपाईँको मन एकाग्रता भएको छैन या तपाईँको मेडिटेसनको पहिलो भाग कम्प्लिट भएको छैन भन्ने आफैले बुझ्नु होला र कमेन्ट पनि गर्नु होला कति पाउनुभयो कति पाएन त्यो सेन्सेसन जुन संवेदना पाउनुभयो कि भएन त्यो पनि लेख्नु होला। पाउनु भएन भने म फेरि पनि हजुरहरूलाई कसरी लाने भन्ने कुरोहरू सिकाउनेछु। र आजको दोस्रो भागमा चाहिँ दोस्रो एपिसोड अथवा यसमा चाहिँ मैले तपाईँहरूलाई साससँग खेल्ने जुन पहिलो एपिसोडमा सिकाएको थिएँ नि, आज चाहिँ दोस्रो एपिसोडमा चाहिँ पहिलो एपिसोडमा नाकको दुलोबाट सास कुन दुलोबाट जाँदैछ कुन दुलोबाट बाहिर आउँदैछ र कतापट्टि टच गरिरहेको छ र कतापट्टि नछुइ गएको छ या छुएर गएको छ त्यो संवेदना थाहा पाउने विषयमा चाहिँ हजुरलाई सिकाएको थिएँ भने आज चाहिँ म दोस्रो एपिसोडमा चाहिँ त्योभन्दा अलिकति तलतिर झारेर जुन चाहिँ यो मेरो देख्नुहुन्छ नि यो जुङ्गा आउने भाग जुन चाहिँ यो माथिल्लो ओठदेखि माथि र नाकदेखि मुनि यो तीन कुने भागमा चाहिँ तपाईँको ध्यान केन्द्रित गर्न सिकाउने छु आज। तपाईँले सबभन्दा पहिले नम्बर कुरो आसन बसिसकेपछि आँखा चिम गरेर त्यो ठाउँमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। यो जुन तीन कुने भागमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। त्यहाँको सेन्सेसन त्यहाँको संवेदना थाहा पाउने कोसिस गर्नुपर्छ। अब त्यहाँको संवेदना कसरी थाहा पाउनुहुन्छ त भने कहिलेकाहीँ यो एरियामा जब ध्यान केन्द्रित गर्नु भने किसिम किसिमको संवेदना हजुरले थाहा पाउन सक्नुहुन्छ। कहिले यहाँनेरि चिलाइराखेको, कहिले यहाँनेरि झिँगाहरू हिँडिराखेको, भुसुनाहरू हिँडिराखेको या चिरचिर गरेको या पसिना आउन आँटेको या एनिथिङ, कहिलेकाहीँ चिलाइराखेको, कन्यौ लाग्ने, कहिले चिरचिर गर्ने, कहिले इत्यादि कुरो कस्तो खालको संवेदना अथवा कस्तो खालको सेन्सेसन त्यो पाउनुहुन्छ। किनभने हरेक जीवको हरेक क्षेत्रमा संवेदना त हुन्छ नै हुन्छ। मैले अघि भने नि पहिलो एपिसोडमा भनेको थिएँ मैले, जस्तै जन्मेदेखि अहिलेसम्ममा त्यो जीवमा आफूले संवेदना पाइराखेको हुन्छ। यता चिलाइराखेको हुन्छ, यो कनिराखेको हुन्छ, यता दुखिराखेको हुन्छ, त्यो यसो मालिस गरिराखेको हुन्छ, यतातिर कनिराखेको हुन्छ, त्यो संवेदना हो, त्यो सेन्सेसन हो। तर हामीलाई त्यो युजल भएर डेली अथवा जन्मेदेखि अहिलेसम्मको एउटा डेली रुटिन भएकोले गर्दाखेरि हामीले त्यो याद गर्नु छोडिसकेको हुन्छ। कति कुरो त यहाँनेरि त्यो संवेदना नै थाहा पाउने स्थितिमा हुँदैनौँ हामी, किनभने त्यो भइराखेको हुन्छ। तर त्यो हुँदा ख्याकी त्यो भनौँ न धेरै दिन हुँदा गर्दाखेरि चाहिँ
यो पाउन छोडेको हुन्छ। तर यो दोस्रो एपिसोडमा चाहिँ यो एरियामा चाहिँ संवेदना अथवा सेन्सेसन थाहा पाउनेको लागि चाहिँ तपाईँले आफ्नो मन ध्यानलाई केन्द्रित त्यो ठाउँमा बनाउनुपर्छ। त्यो ठाउँमा तपाईँले ध्यान केन्द्रित गर्नु सक्नु भएन भने फेरि ब्याक टु साससँग खेल्नेमै जानुहोस्। साससँग एकछिन खेल्नुहोस्। तपाईँको मन, तपाईँको ध्यान, तपाईँको यो जुन मन चाहिँ एकाग्रता भएपछि फेरि त्यो ठाउँमा आउनुहोस्। त्यो ठाउँमा हजुरले संवेदना पाउनुको लागि मन केन्द्रित गर्नुभएको थियो। गर्दा गर्दै अचानक तपाईँको मन भौतारिएर हिँड्यो। फेरि ब्याक टु नाकमै जानुहोस्। फेरि जुन चाहिँ नाकमा चाहिँ आफ्नो साससँग खेल्ने, कुन दुलोबाट जाँदैछ, कुन दुलोबाट निस्किँदैछ, तातो जाँदैछ, चिसो जाँदैछ कि कुन ठाउँमा, कुन छालामा छुँदै जाँदैछ, कुन त्यो थाहा पाएपछि फेरि त्यो मनलाई सर्लक्कै तलतिर झारेर केन्द्रित गर्नुहोस्। मनलाई भाग्नु नदिनुहोस्। जब मन भाग्नु सुरु गर्यो भने फेरि केन्द्रित त्यही ठाउँमा ल्याउनुहोस्। मनलाई कतै नडुलाउनुहोस्। मेरो छोराछोरी कस्तो छन्, आमाबाउ कस्तो छन्, अथवा यो भयो हुन्थ्यो, त्यो भयो हुन्थ्यो, त्यो खालको मनमा उत्पन्न हुन्छ या त्यतातिर भौतारिएर जान्छ भने ब्याक टु ल्याउने चाहिँ फेरि त्यही साससँग खेल्नुतिर जानुपर्छ। साससँग खेल्नु सुरु गरेपछि मन फेरि एकाग्रता हुन्छ अनि त्यो सेन्सेसन थाहा पाउन सुरु गर्नुपर्ने हुन्छ। र यो सेन्सेसन पाउनुको लागि तपाईँले कम्तीको पनि 2 दिन 3 दिन, कतिले छिटै पाउँछ, कतिले अब 2 दिन 3 दिन भन्नाले घन्टाको हिसाब गरौँ। अब एक दिनमा कति घन्टा हुन्छ? 12 घन्टा हुन्छ। 12 घन्टामा 12 घन्टा ध्यान त बस्न सक्नुहुन्न, एटलिस्ट 6 घन्टा बस्न सक्नुहुन्छ दिनमा। गर्दाखेरि 2 दिन, अब दिनको 6 घन्टा गरौँ भने 2 दिनमा 12 घन्टा। अब तपाईँले दिनमा 6 घन्टा त गर्नुहुन्न, बिहान 1 घन्टा गर्नुहुन्छ, भयो भने बेलुका 1 घन्टा गर्नुहुन्छ। यदि दिनमा 1 घन्टा मात्रै गर्नुहुन्छ भने 6 दिनसम्ममा तपाईँले त्यो काम गरिसक्नुहुन्छ। यो सेन्सेसन, त्यो संवेदना पाउन सुरु गर्नुहुन्छ। त्यो जबसम्म संवेदना पाउनुहुन्न र सेन्सेसन पाउनुहुन्न तबसम्म तपाईँले कन्टिन्यू गरेकै त्यो 2 दिन 3 दिन होइन, वर्षौं दिन गरे पनि हुन्छ। किनभने त्यो संवेदना तपाईँले पाउनै पर्छ। जब तपाईँको मन एकाग्रता हुन्छ संवेदना जरुरी पाउनुहुन्छ। यो कुरो त सत्य छ। यदि अब त्यो संवेदना पाउनु भएन भने चाहिँ अब तपाईँको मन एकाग्रता भएको छैन, यो कुरो बुझ्नुपर्ने हुन्छ। र यो दोस्रो एपिसोडमा म धेरै गन्थन गर्दिनँ, यो छोटो एपिसोड हो। गर्दाखेरि पहिलो एपिसोड जसले हेर्नु भएको छैन यो एकैचोटि दोस्रो एपिसोडमा आइपुग्नु भने पहिलो एपिसोड बेगर चाहिँ यो दोस्रो एपिसोड कुनै हालतमा नि गर्न सक्नुहुन्न, कम्प्लिट हुँदैन। गर्दाखेरि जतिसुकै एपिसोडमा पुग्नुहोस् तर पहिलो एपिसोड हजुरले कम्प्लिट गरेकै हुनुपर्छ। यदि अचानक हजुर यो दोस्रो एपिसोडमा आइपुग्नु छ भने, आइपुग्नु भएको छ भने प्लिज पहिलो एपिसोड जरुर कम्प्लिट गर्नु होला। र यसमा म धेरै गन्थन गरिरहदिनँ। पहिलो एपिसोडमा नाकबाट हावा बाहिर जाने र भित्र तान्ने बस्दाखेरि यो संवेदना पाउने, सेन्सेसन पाउने सिकाएको थियो भने अहिले दोस्रो एपिसोडमा चाहिँ यो माथिल्लो ओठदेखि माथि र नाकदेखि मुनिको यो 3 कुने भाग, यो जुङ्गा आउने भागमा चाहिँ तपाईँले सेन्सेसन, संवेदना पाउने विषयमा छ। र यो विषयमा चाहिँ हजुरले त्यो संवेदना कस्तो पाउँछ त भन्दाखेरि एनिथिङ हुनसक्छ, कुनै चिज हुनसक्छ। यहाँ चिरचिर गरेको हुनसक्छ, यहाँनेरि
चिसो हावा आइराखेको हुनसक्छ अथवा तपाईँले सास फेर्दाखेरि यो भागमा चाहिँ हावाले छुँदै छुँदै भित्र गएको थाहा पाउन सक्नुहुन्छ या हजुरले सास फेर्दाखेरि अथवा सास बाहिर फ्याँक्दाखेरि त्यो तातो हावाले यो ओठको माथिल्लो भागतिर छुँदै बाहिर गएको थाहा पाउन सक्नुहुन्छ त्यो सबै सेन्सेसन हुन् त्यो सबै संवेदना हो त्यो संवेदना चाहिँ हजुरले चाल पाउनुपर्छ यो चाल पाउन सक्नु नै तपाईँको मन एकाग्रता भयो भन्ने चाहिँ बुझिन्छ र आजको यो दोस्रो एपिसोडमा पनि म यति मात्रै कभर गर्न चाहन्छु र पहिलो एपिसोडमा नाकमा हावा अथवा साससँग खेल्ने सिकाएको थिएँ यो दोस्रो एपिसोडमा चाहिँ यो भागमा सेन्सेसन संवेदना थाहा पाउने विषय लिएर सिकाएँ र यो भागमा जबसम्म हजुरले हजुरको मनलाई केन्द्रित त्यो ठाउँमा टक्क अड्याउनु सक्नुहुन्न तबसम्म तपाईँले त्यहाँको संवेदना पाउन सक्नुहुन्न र त्यो ठाउँमा तपाईँको मन तपाईँको दृष्टि त्यहाँ हुनुपर्छ भन्दै आजको लागि म बिदा लिन चाहन्छु मैले अघि पनि पहिलो एपिसोडमा भनेको थिएँ सबभन्दा पहिला सुरु गर्नुभन्दा पहिला माङ्सेवा गर्ने त्यहाँबाट गरिसकेपछि एकपटक माङ्सेवा गर्ने आफ्नो आस्थाको केन्द्रलाई सम्झिने भन्दाखेरि कम्प्लिटली ध्यानमा आस्था केन्द्रलाई सम्झिने होइन कि सुरु गर्दा 1 सेकेन्ड 2 सेकेन्ड सम्झिने र लास्टमा धन्यवाद मेरो किनभने सबै चिज इभन मागलाई पनि धन्यवाद त दिनै पर्छ मान्छेलाई मात्रै धन्यवाद होइन माग ईश्वर आस्था केन्द्रलाई पनि धन्यवाद दिनुपर्छ किनभने मैले हजुरको सहायताबाट मेरो ध्यानलाई कम्प्लिट भयो ध्यानलाई कम्प्लिट गरेँ हजुरलाई कोटी कोटी नमन भनेर माङ्सेवा गर्नु होला गर्दै म एकैछिन यही ध्यान बस्छु है त यो दोस्रो एपिसोडको ध्यानमा मैले यो 3 कुने भाग ओठदेखि माथि र नाकदेखि मुनिको यो 3 कुने भागमा मनलाई केन्द्रित गरेर त्यहाँको सेन्सेसन अथवा त्यहाँको संवेदना पाउने कोसिस गर्नेछु त्यहाँको संवेदना चाहिँ लिने कोसिस गर्नेछु संवेदना जे पनि हुनसक्छ जस्तै सास फेर्दा तातो हावाले छुँदै गएको पनि हुनसक्छ चिसो हावाले छुँदै गएको छुँदै भित्र पसेको र तातो हावाले छुँदै बाहिर निस्केर गएको यो सासले फुकेको अथवा यहाँ चिरचिर गरेको कन्याको चिलाको झिँगा हिँडे जस्तो माकुरा हिँडे जस्तो अथवा केही न केही संवेदना जरुर पाउनुहुन्छ त्यति पाउनुको लागि चाहिँ दोस्रो एपिसोड आज म यही अन्त्य गर्दै एकैछिन म ध्यान गर्छु त्यहाँबाट म अन्त्य गर्छु ओ बहुत माङ्सेवारो यो चाहिँ मैले 1 घन्टा ध्यान गरिसकेर लास्ट
एन्डिङमा चाहिँ मैले त्यो गरेको गर्दाखेरि एटलिस्ट हजुरले 1 घन्टासम्म चाहिँ ध्यान गर्ने बानी गर्नुपर्छ। दिनमा भरिसकै हुनुसक्छ भने बिहान 1 घन्टा, बेलुका 1 घन्टा र दिनमा 2 घन्टा गर्नुहोला। सक्नु भएन भने पनि 1 घन्टा चाहिँ अनिवार्य नै गर्नुहोला। र अब भ्याउँदै भ्याएन भने आधा घन्टै भए पनि गर्नुहोस्, तर डेली गर्ने कोसिस गर्नुहोस्। हुन त डेली नगर्दा केही हुने कुरो त हुँदैन, तर डेली गऱ्यो भने हजुरको डेली लाइफस्टाइलमा धेरै सुधार हुनेछ। तपाईँको टाउको दुख्ने, जिउ दुख्ने, खुट्टा दुख्ने इत्यादि कुराहरूको रिड्युस हुने काम चाहिँ अवश्य हुनेछ भन्दै आजलाई बिदा लिन चाहन्छु। प्लिज हजुरहरूलाई मन पर्यो भने सेयर, लाइक, कमेन्ट गर्नुहोला र बुझ्नु सक्नु भएन भने मैले हरेक एपिसोडमा भन्ने नै गरेको छु। बुझ्नु सक्नु भएन भने मलाई इनबक्स गर्नु पनि सक्नुहुन्छ, मेसेन्जरमा मलाई मेसेज गर्न पनि सक्नुहुन्छ। मेसेन्जर पनि छ मेरो, इमो पनि छ मेरो, भाइबर पनि छ, अनि यतातिर वाट्सएप पनि छ। गर्दाखेरि इमेल पनि छ मेरो फेसबुकमा पाउन सक्नुहुनेछ। रै पनि भएन भने मेरो ramkumarthebe@gmail.com हो, गर्दा हजुरले मलाई त्यहाँनिर इमेल पनि गर्न सक्नुहुन्छ। र हजुरलाई साह्रै पर्यो, बुझ्न सक्नु भएन या केही भयो भने म हजुरलाई अनलाइनमा यसरी प्रत्यक्ष रूपमा जोडेर हजुरलाई जुन कुरो जान्नु भएको छैन त्यो कुरोलाई म प्रत्यक्ष सिकाउने पनि कोसिस गर्नेछु भन्दै आजलाई बिदा लिन चाहन्छु। सेवा रो।